सो हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। र आज 30 डेमा 1K सब्सक्राइबर कम्प्लिट गर्ने डे रहेको छ 29 गाइस है। र म भिडियो बनाइरहेको हुन्छु है, 30 डेमा 1K सब्सक्राइबर कम्प्लिट हुन्छ होला भनेर चाहिँ भिडियो बनाइरहेको छु, तर भएको छैन गाइस अहिलेसम्म चाहिँ। सो अहिलेसम्म 107 है, 107 चाहिँ मेरो सब्सक्राइबर कम्प्लिट भइसकेको छ। र जसले सब्सक्राइब गरिदिनु भएको छ उहाँलाई एकदम धेरै धन्यवाद है। मलाई चाहिँ के लाग्छ भने अब 107 जना सब्सक्राइबर कम्प्लिट हुनु भनेको पनि अब मान्छे नै भेला पारे भने त अब 100 जना पनि निकै नै हुन्छ नि त हैन। यहाँ चाहिँ अब सब्सक्राइबरमा चाहिँ हाम्रो के देखाउँछ भने नम्बरमा देखाउँछ। सो त्यही भएर अलिकति भ्यालु कम्ती भएको जस्तो लाग्छ हामीलाई है। सो 107 जना पनि त अब मान्छे भेला पारे भने त बहुत हो नि त। सो त्यही 107 जनाको लागि भए पनि म यो भिडियोहरू बनाएर पोस्ट गर्दैछु। सो एक दिन त हुन्छ होला है, 1K पनि हुन्छ होला भनेर सो म गरिरहेछु, कन्टिन्यू गरिरहेछु। सो अब थालेको कामलाई जसरी भए पनि गर्नु पऱ्यो गाइस हैन। किनकि अब मैले अहिले है त्यस्तै अब 20 दिन 25 दिन भिडियो बनाएँ, अचानक छोड्यो भने चाहिँ पछि बादमा गएर फेरि मलाई के रियलाइज हुन्छ भने चाहिँ सो त्यति मैले यो भिडियो चाहिँ कन्टिन्यू गरेको भए अहिलेसम्म त मेरो यति त हुन्थ्यो होला भन्ने हुन्थ्यो नि त मलाई पछि बादमा गएर मनमा है। सो त्यस्तै खालको रिग्रेटहरू चाहिँ नहोस् भनेर म भिडियो कन्टिन्यू बनाएकै छु अहिले है। सो यो 30 डेमा चाहिँ ग्यापिङ भनेको चाहिँ खालि 3 डे चाहिँ ग्यापिङ भयो, त्यो पनि हस्पिटलमा बस्नु पर्दा के गर्दा है, अलिकति बिजी भएर चाहिँ मैले भिडियो बनाउनु पाइनँ 3 दिन चाहिँ। सो बाँकीको दिनहरू चाहिँ म एकदम कन्टिन्यू गरिरहेको छु है। सो तपाईँहरूले पनि सपोर्ट गरिदिनुहोस् होला है, किनकि आफ्नो त्यही त हो गाइस हैन, के भन्नु अब हैन। यसरी हिँडेको डुलेको मात्रै लगाउँदैछु भिडियोहरू म। सो अहिले खास चाहिँ अब राम्रो पनि त के लगाउनु, अरू केही त छैन मेरोमा अप्सनहरू। सो बादमा चाहिँ अब है निस्किँदै जान्छ गर्दै गयो भने चाहिँ। सो बाटो बनाउँदै गयो भने चाहिँ है बनिँदै पनि जान्छ नि त, बाटो बनाउँदै पनि गर्छु बनिँदै पनि गर्छ नि त। सो अगाडि जाँदै गर्छु है बाटो बनाउँदै, सो पछाडिबाट बनिँदै आउने हो गाइस हैन। सो त्यही भएर तपाईँले सपोर्ट चाहिँ गरिदिनुहोस् होला गाइस है, त्यही भन्न चाहन्छु। सो अहिले फिलहाल चाहिँ म ड्युटी जाँदै गरेको गाइस। यस्तै छ गाइस आज चाहिँ है, आज चाहिँ त्यतिकै गयो दिन पनि। सो रुममै बसेर दिन पनि गयो त केही छैन गाइस, आज एक दिन गइहाल्यो। किनकि है मेरो मिसेस पनि बिमार भइरहेको, मिसेसलाई एक्लै छोडेर अब काममा जानु पनि मिलेन है। सो त्यही भएर मिसेसहरू अब बिमार भएकोहरू त हेर्नु पऱ्यो नि त। अरू बेला जति नै रिसिभ टाइम जे गरे पनि हेर्नै पऱ्यो गाइस है। यस्तै छ मेरो। सो यही हो आजको अपडेट चाहिँ गाइस है। तपाईँहरू नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब चाहिँ गरिदिनुहोस् होला प्लिज गाइस, प्लिज।